आजको भिडियोमा हामी हाम्रो डायबिटिज मेडिकेसन र लाइफस्टाइलले कसरी म्यानेज गर्ने भन्ने विषयमा कुरा गर्न जाँदैछौँ र यसो गर्दाखेरि HbA1c को निकै ठुलो रोल हुन्छ। अब HbA1c भन्नु पाएको छैन, प्री डायबिटिक र टाइप 2 डायबिटिक भएकाहरूलाई डाक्टरहरूले हरेक 3 महिना या 6 महिनामा ब्लड टेस्ट रिफर गर्नुहुन्छ र जसबाट HbA1c को रेशियो थाहा हुन्छ। अब फर इक्जाम्पल यदि यहाँको HbA1c 3 महिनामा 5 देखि 5.3 को रेशियोमा छ भने यहाँको एकदमै पर्फेक्ट म्यानेज भएको देखिन्छ भने त्योभन्दा बढी 5.4 देखि 5.6 मा गएको छ भने अब अलिकता हेल्थ डायट सबै कुरामा विचार गर्नुपर्ने कुरा आउँछ। तर त्यसमा पनि तपाईले कन्ट्रोल गर्न सक्नु भएन, 5.7 देखि 6.4 मा छ भने यो कन्डिसन भनेको प्री डायबिटिक कन्डिसन हो र यो बेलामा डाक्टरले अब प्राइमरी मेडिकेसन प्लस लाइफस्टाइल खानाहरू विषयमा न्युट्रिसनिस्टहरूले खाना या डायटिसियनले खानाहरू रिकमेन्ड गर्नुहुन्छ र त्यसबाट पनि म्यानेज भएन र त्यो 6.5 भन्दा माथि HbA1c को रिजल्ट आयो भने अब यो चाहिँ फुल ब्लोन टाइप 2 डायबिटिज कन्डिसन हो। अब भने वरी गर्न एकदमै जरुरी छ। अब यसमा तपाईले औषधि पनि खाइरहनु भएको छ, डाक्टर र डायटिसियनले दिएको खाना पनि खाइरहनु भएको छ, आफूले बुझे जस्तो एक्सर्साइज पनि गराउनु भएको छ, तर म्यानेज भइरहेको छैन भने चाहिँ अब भने यहाँले हामीलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। बिफिट एन्ड विन फिटनेसले हामीले 12 हप्ताको लाइफस्टाइल र एक्सर्साइजको प्रोग्राम डिजाइन गरेका छौँ, जसमा हामी यहाँलाई वान अन वान स्टेप बाई स्टेप एक्सर्साइज र डायट र अन्य इन्फर्मेसन प्रोभाइड गरेर यहाँको HbA1c लाई कन्ट्रोल कसरी गर्ने भन्ने कुरामा केही इन्फर्मेसनहरू दिनेछौँ र 12 हप्ताको यो प्रोग्राम सकिसकेपछि फेरि डाक्टरसँग प्रेस्क्रिप्सन लिएर टेस्ट गर्दाखेरि त्यो भेरिएसन म्याप गर्छौँ र तपाईले स्टार्ट गर्दाखेरिको HbA1c र प्रोग्राम सकिसकेपछि HbA1c मा कतिको प्रोग्रेस भयो, तपाईको बडी कतिको मेटाबोलिकली हेल्दी भयो भन्ने कुरा पनि हामीलाई थाहा हुन्छ। र यसको निम्ति यहाँले के गर्नु पर्यो भने सबभन्दा पहिला त बिफिट एन्ड विन फिटनेसको यो प्रोग्राममा रेजिस्टर गर्नु पर्यो। रेजिस्ट्रेसनको मिनिमम कस्ट छ। सबभन्दा पहिला हामी यहाँसँग वान अन वान कन्सल्टेसन गर्छौँ, जुन एकदमै प्राइभेट हुन्छ। तपाईँ र हामी मात्रै यसमा इन्भल्भ भएर कुरा गर्छौँ र त्यो कन्सल्टेसनको दौरानमा यदि यहाँहरूलाई होइन म आफै यो त गर्न सकिहाल्छु नि भन्ने खालको लाग्यो भने पनि यहाँहरू मोर देन वेलकम यो प्रोग्राम जोइन गर्न जरुरी छैन। तर अब कतैले चाहिँ होइन ठिकै छ नि त म 12 हप्ता चाहिँ यो बिफिटकै प्रोग्राममा रहेर म एकचोटि हेर्छु, टेस्ट गर्छु भन्ने हो भने हामी यहाँहरूलाई स्टेप बाई स्टेप एक्सर्साइज लगायत डायटको इन्फर्मेसन लगायत अन्य कुराहरूको रिसोर्सेसहरू प्रोभाइड गर्छौँ र तपाईहरुसँग सँगसँगै 12 हप्ता एज अ टिम काम गर्छौँ र त्यो सकिसकेपछि फ्युचरमा पनि तपाईले यही नै रुटिन रिपिट गरेर आफ्नो ब्लड सुगरलाई या भनौँ HbA1c लाई म्यानेज गर्न सक्नुहुन्छ। त्यसैले ढिलो नगर्नुहोस्, हामीलाई कन्ट्याक्ट गर्नुहोस्।